नमस्ते गाइजहरु, नमस्ते। डेली भ्लग्समा तपाईहरुलाई आज पनि स्वागत छ। म चाहिँ धमला भ्लग्स। म चाहिँ यहाँ गङ्गबु गणेशस्थानबाट सोरुमतिर जान लागिरहेको छु। त्यही हो है त गाइज। एंगल चाहिँ मिलेन हुने कुरो हो। ह्यान्डल देख्ने गरी त्यही हो। चट्ट लाएर गाइस सरर यो ठुलो साउन्ड भएको वाला बाइकहरू गल्लीमा चलाउँदा चाहिँ वाइल्डै मजा आउने रहेछ हैन। साउन्डको भाइब आउँछ नि त गाइस, त्यही भएर हो। अब भिडियो क्वालिटी साउन्ड क्वालिटी कस्तो आउँछ चाहिँ त्यो चाहिँ यसो हेरेर कमेन्ट गर्छु होला। ओए मार्कट के हो पछाडि ल्याम्मै ल्याएर पो हान्दैछ त नि साइकलवाला दाजु। ल्याम्म ल्याएर तपाईँले पो रोकिदिनु भयो भन्छ। रोकिरहेछ एउटाले। यो क्रसिङको चाहिँ ध्यान दिनु है गाइजहरू, एकदम डेन्जर हुन्छ यार। सबले पेलेर आइदिन्छ। रुमाल केमालु ओए म चाहिँ यता भिडभाडमा पस्दिनँ। मन लाग्दैछ केटाहरूको, ठिक छ। अब आफ्नो दिमागले जति जति भ्याउँछ त्यति गर्ने जसले पनि हैन। जसले पनि आफ्नो दिमागले भ्याए जति गर्ने हो। कसै दिमाग थोरै होला, कसैको थोरै धेरै होला, यो डजन्ट म्याटर है त। यस्तो गल्ली गल्लीमा चलाउनु मजा चाहिँ आउँछ है। यसो बाइकलाई सुतायो, साइड लाइट बाल्यो, दायाँमा लुक एट द भ्यू, सर्लक्क हाल्यो। यस्तो भिडभाड छ, अलिकति केयरफुल चाहिँ भएर चलाउनु पर्छ यार यस्तो बाटोहरूमा। कुकुरहरू बस्दिन्छ, मान्छेहरू बाटो क्रस गरिदिन्छ। अनि यो पठावाला दाइहरू यार यति नेग्लिजेन्स गरेर कुदाउँछन् बाइकहरू। ध्यान मोबाइलमा हुन्छ, बाइक कता कता गर्ने थाहा हुन्न। इरिटेटै पार्छ यार। सर्भिस त दिएको छ, राम्रो छ, तर चलाउने दाइहरूलाई चाहिँ अवेर भन्न चाहन्छु है। यो अलिकति